ती शब्द बोलिदिनुहोस् तपाईँ। जय माटो। Hi everyone, good morning, Sewaru, Namaste, welcome back to my channel. It's me Samjana. न्यू भिडियो लिएर आइसकेकी छु। आई होप तपाईहरु पनि सन्चै हुनुहुन्छ होला र म पनि सन्चै नै छु। गाइस हाम्रोमा चाहिँ दिनै लोकल कुखुरा खादैछौँ है भाले हैन, तर चाहिँ पोथी हो आज चाहिँ। ओ माय गॉड, कहाँ छ हाम्रो फेरि कुखुराको वार्डरोबमा चाहिँ यस्तो छ है। आज चाहिँ पोथी खाने। ओएमजी, अर्को यो सानो चल्ला कहाँ गयो? ओइ झन्डै निस्कि गयो। यिनीहरूले ठुगेर मारेछ यार। कस्तो धुलो। कुनलाई मार्दिन त? अरे मान्दैन त यार। अरे यसलाई त यो होला, यो अलिक ठुली छ। छोड्देऊ त्यो आफै बल्छ। गाइस आज चाहिँ यसलाई मार्ने है, यसलाई मार्ने दिन नै हाम्रोमा चाहिँ सुत्केरी यहाँ छ। प्लिज उता मार ल, यहाँ नमार, मलाई माया लाग्छ क्या। अनि यो चाहिँ पहाडदेखि ल्याइदिनु भएको दाजुले। पहाडदेखि ल्याएको सागै साथीहरू। गाइस हाम्रो यहाँ अहिले कुखुराको चाहिँ लोकल सुप पाक्दैछ। म सुप पकाउँदैछु। अनि अब यसमा चाहिँ म झोल चौलेनी हाल्छु। यो चामल पखालेर उब्रेको पानी हुन्छ नि, त्यसमा चाहिँ चौलेनी बन्छ। मलाई चाहिँ फेरि आगोमा पकाएको मनपर्छ क्या, त्यही भएर चाहिँ मैले कोइला चुलामा पकाएको। ग्यासमा पकाएको भन्दा पनि आगोमा पकाएको टेस्ट फाल्टै आउँछ, त्यही भएर मैले चाहिँ कोइला चुलामा पकाइरहेको छु साथीहरू। गाइस हामी चाहिँ अनप्लान धरान जाने प्लान गरौँ, त्यही भएर हामी चाहिँ धरान जानु आँटेको। धरानको श्रम संस्कृति पार्क जाँदैछ। भतिज, म अनि मेरो देवर बहिनी हामी चाहिँ धरान जाँदैछौँ। श्रम संस्कृति पार्क जाने भन्दै हुनुहुन्थ्यो मेरो भाइले, त्यही भएर हामी चाहिँ अब जाऊँ न त भनेर, के गर्दै बस्नु घरमा भनेर हामी चाहिँ जानु लागेको। नि यो चाहिँ सेलरोटी हो। सेलरोटी चाहिँ हाम्रो दिदीलाई उसिली। साथीहरू हामी चाहिँ श्रम संस्कृति पार्क आइसक्यौँ। पहिला त यसलाई ओसो भन्थ्यो, अब यी जोक पनि यस्तो पाउँछ नि। ला हो यता हो। म त कतिचोटि आएको, तर मैले आएर चाहिँ यस्तो भिडियो चाहिँ बनाएको छु। अन्त नि कति पाउँछ यो होइन, मनपर्छ यो चाहिँ थाहा छैन के हो यो। टी बार अरे, नटी बार। अब हामी चाहिँ यस्तो जाडोमा आइसक्रिम खाँदैछौँ। खानु है, म चाहिँ रुगा लागेर खाँदिन। हामीलाई चाहिँ रुगा लाग्यो पनि खाने हो। खाइदेऊ त लु, फर्स्ट बाइट। ल सक्यौ न, एकछिन अलिकति उयो होस् अनि खान्छु। हामी चाहिँ आइसक्यौँ। र मैले आज नयाँ घडी लाग्छु ल यहाँ, तर मेरो हात चाहिँ कस्तो नराम्रो देखेको। ओ माई गॉड, ओरेन्ज पनि रहेछ नि त। यहाँ चाहिँ एन्ट्री फी चाहिँ कति लाग्दो रहेछ? 35 पर पर्सन। ओइ डगी, आइसक्रिम खाने? तर म चाहिँ यहाँ चाहिँ पसेको थिइनँ हौ, उता चाहिँ गएको कतिचोटि। हामी त अस्ति दुईटै फ्यामिलीलाई ल्याएर रक गार्डन चाहिँ छिरेको थिइनँ, उता चाहिँ छिरेको थिएँ म। कहाँ पो बनौँ न लु हामी, रियल छ उता पर चाहिँ। मूर्ति नै
पहिला यहाँ कस्तो थियो त नि पहिले भयो थाहा छैन होइन कान्छीहरूलाई थाहा हिजो छैन हिजो अस्ति बाढी आउँदाखेरि उतादेखि लगरे त अनि कति त बाढी कति ठुलो आएको थियो अरे होइन यहाँ त खोला कुदेको छ त यिनीहरू सबै लगेको खासमा अन्त मोडी गरेर यहाँ पनि पसेको थियो पानी एकदम सबै खोया आएको हो र चौतारी चाहिँ त्यहाँ माथि हो त्यहाँ चाहिँ हामीले पनि पैसा पठाएको जे होस् राम्रै छ हजुर हामी त जाने यताबाट माथि जानु पाइन्छ उयादेखि मात्रै पाइन्छ पुलदेखि जाउँ न त्यताबाट अब त छैन हौ यहाँ हाम्रो सुजन चाहिँ कहिले आउनु भएको थिएन र त्यही भएर उहाँलाई यो बनेपछि पहिले चाहिँ माथि जाने हो र सुजन यहाँको सबभन्दा राम्रै यही होला यही ठाउँ उयो त सुपारी होइन माथि चाहिँ त्यो अब भनेपछि यता माथिबाट एकचोटि हेरौँ न हामी चाहिँ मिनी ब्रिजमा हिँड्दैछौँ खोला चाहिँ यता छ लेउ लागेछ त्यो लगेर ल्याइ अब त्यो कहाँदेखि लग्नु नाइस प्लेस बेगमबेली चाहिँ कस्तो राम्रो फुलेको हौ नाम है रोज गार्डन रोजहरू चाहिँ राम्रो फुलिरहेको रहेछ ओइ भाँचिँदैन नि खोइ लडाए त हौ ल चिन्डो पो रहेछ चिन्डो पो रहेछ चिन्डो हो नानी लै लै के त यार गाइज डिफ्रेन्ट कलरको रोजहरू चाहिँ यहाँ फुलाएको रहेछ यस्तो राम्रो ती शब्द बोलिदिनुहोस् तपाईँ जय माटो त्यति नै भन्न चाहन्छु त्यहाँदेखि बाँकी सबै तपाईँहरूले नै बुझ्नु ल ओके श्रम गरौँ देश बनाऊ जय माटो अब चाहिँ हामी फाइनली श्रम संस्कृति पार्क आयौँ अघिको चाहिँ रक गार्डन आरआर गार्डन के थियो एसडी एक्साइटेड भयो अस्ति आउँदाखेरि यस्तो थिएन नि त 20 रुपिज पो रहेछ त इन्ट्री फी त यहाँको पानी मजाले खानु यहाँ आएर चाहिँ तपाईँहरूले इन्ट्री फी काटेर चाहिँ यहाँभित्र जाने हो यहाँ चाहिँ बेगमबेलीको चाहिँ टाइप्सहरू डिफ्रेन्ट टाइप्सहरू देख्न सक्नुहुन्छ एक वर्षपछि डान्सरलाई पनि देखाइदेऊ न देखा गोर्खाज यसो चाहिँ गोर्खा चौतारी भनिन्छ है साथीहरू माथि पनि बस्ने ठाउँ छ यहाँ बसेर पनि भ्यू हेर्न सकिन्छ साथीहरू फोटो खिच्ने हो दोस्तहरू चाहिँ उहाँ उभिरहेछ है
साथीहरू हामी चाहिँ सबै यहाँको गार्डनहरू डुलिसक्यौँ यहाँ र हाम्रो चाहिँ यहाँ फोटो सेसन चलिरहेछ हिरो र हिरोइनीको। अनि लास्टमा यहाँ इन्डिङमा चाहिँ फेरि पनि आउँदै गर्नुहोला तपाईँहरूको यात्रा शुभ रहोस् भन्नुभएको रहेछ है। थ्याङ्क्स फर भिजिटिङ। साथीहरू हामी चाहिँ अब लागेको टु चाहिँ मैले हाल्दिनँ ह टु चाहिँ मैले हाल्दिनँ म त फेरि बाइकमा चढ्नै सक्दिनँ के गर्नु चल्देको ल हामी चाहिँ अब घर खाने अरे खोइ के भन्छ खाने भयो हाम्रो हिरोको चाहिँ फेरि आँखामै किरा पसेछ किराले चाहिँ किराले मेरो साथीको कुरा हालेको छ थिएँ हामी चाहिँ यहाँ सावित्री खाजा घरमा आएको छौँ होइन सावित्री। साथीहरू हामी चाहिँ सावित्री पसलमा सुक्खा थुक्पा खानको लागि आइरहेको छौँ। अर्डर हामीले गरिसक्यौँ। यता दुईजना भति चाहिँ गइसक्यो फुटसल खेल्ने लेट भयो अरे कि त्यही भएर आज कपाल दुखो मेरो कपाल कस्तो फिजी छ हौ। गाइस हाम्रो चाहिँ थुक्पा आएर पनि हामी चाहिँ खाइसक्यौँ। मोमो चाहिँ अघि नै फिनिस भयो। सबैले मनपर्ने मान्छेलाई मनपर्छ मिठो 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 कहाँको भनिदेऊ त मिठो सावित्री पसल धरान हामी चाहिँ त्यति धेरै थुक्पा खाएर पनि फेरि म चाहिँ भात खाँदैछु। हामी गाजर प्लस सुँगुरको मासु हामी स्टिल धरानमा चाहिँ कति बेला जान्छन्। साथीहरू हामी चाहिँ अहिले भर्खर धरानदेखि आइपुगेको नि त। धरानदेखि हामी 7 बजे हिँडेको यहाँ 7:30 बजे आइपुग्यौँ होला। त्यसपछि आज हामीले उतै खाना खायौँ यहाँ खाना खाएनौँ उतै दिदीकोमै खाना खाएर आयौँ नि त। उता ओसोतिर डुल्यो थुक्पा सुक्पा पनि खाइयो अनि फेरि अब हामीलाई उता हाम्रो दिदीले चाहिँ खाना नजानु भन्नुभयो त्यही भएर खानासाना रेडी भइरहेको थियो त्यही भएर थोरै थोरै खाएर आयौँ। अनि यहाँ घरमा आएर चाहिँ आज खासै केही काम थिएन अब सुत्ने काम मात्रै हो। सो मेरो भिडियो सुरुदेखि अन्तिमसम्म हेरिदिनु भयो होला आशा छ तपाईँहरूले मेरो भिडियोलाई धेरै मन पराइदिनु भयो भनेर। र तपाईँहरूलाई मेरो भिडियो मन पर्यो भने चाहिँ लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। थ्याङ्क्स फर वाचिङ बाई बाई सी यु नेक्स्ट भिडियो।